आज चाहिँ हाम्रो अवस्था यस्तो हुँदैछ। यसलाई चाहिँ आज हामीले रारा जाने प्लान गर्दैछौँ। अहिले चाहिँ त्यही अनुरूपमा चाहिँ हिँड्नलाई भ्याए अनि रोक्नु। अनि हाम्रो घरका चाहिँ यहाँ परेर बस्छन्। केही छ भनाइ? भनाइ केही छ? अरू कुरा के तिमीले केही भन्ने हो? आज चाहिँ हामी बिहानभरि यत्रो धेरै दाउरा बोकेर ल्याएर बल्ल जान लाग्यो। जाने त भनेको 9 बजीतिर हो छिटै, तर ढिलो भइसक्यो। 12:30 बजिसक्यो। अब जानुपर्ने हुन्छ लेप्ची। अहिले तपाईँहरूसँग भेट्दै गरौँला फेरि। अब चाहिँ हिँडेको म चाहिँ यहाँ अब साथीसँगीसँग यसो लिँदै यहाँ खनाल पनि यत्तिकै बसिरहेको नि जुम्बा बनाउँदै। रारा हिँडेको म त भाइ बिस्काउनु हो कि अब गर्मी भाइएर बरुमा त कस्तो डर लागिरहेको। आमाको कस्तो रिएक्सन कस्तो उयो थियो कि नराम्रो थियो क्या। मतलब हुन्छ नि मिनाम्रो पारा बाउ भोलि आउने हो क्या हाम्रो बाउ पर्सि। बाउ पर्सि आउने हो। त्यही भएर बाबा आइसी जा भन्ने चाहिँ कुरो थियो। म चाहिँ अब डिपी मान्छे क्या कस्य बाल्दै कहाँ जाने म थाहा कहाँ होला ल गेस गरौँ न। रारा जाने हो कि रारा जाने हो कि रारा फोन पनि मैले फोन किने 1 हप्ता पनि भयो फोन किने। रारा जाने हो। अहिले चाहिँ अलिअलि छ। भाइलाई के भन्नु? बाटोमा जाँदा भाइलाई के भन्नु छैन राम्रोसँग? त्यही हो। अहिले पछि भेटौँला। के हुन्छ हेरौँ। ब्याक टु चोरमारा बजार। अनि हामी यो चोरमाराबाट चाहिँ अब हिँड्यौँ। अब हामी सबैतिर बिदा भयो। लेट्स सी के हुन्छ। जहाँ अब त्यो बस लुम्बिनी पुग्नु रहेछ। हामी सक्दैन। अब हामी चाहिँ दह्रो हुनेवाला छ यात्रा। त्यही चाहिँ अब बुटोलमा हुन्छ हाम्रो पुनः विराम। त्यतै भेट्नुपर्छ गाइस। अहिलेलाई चङ्के हामी वेल हो एकदम हेल्दी तरिकाले रारा जाँदैछौँ। सुस्तो स्लोमो हो। जहाँ पुग्छ हामी त्यही बसिन्छ। लेट्स सी के हुन्छ। हाम्रो यो आरुङ खोलामा यसरी सुइने अरी भइहाल्यो। अब हामी पेट्रोल हाल्न बसेको अवस्था यस्तो छ। लास्टै गर्मी सोचेको भन्दा ल यहाँ के ल 740 होला। अनि 740 को चाहिँ यहाँ गयो मजाले। अब हामी पुग्नुपर्ने हुन्छ गन्तव्य स्थलतिर। लेट्स सी जय नेपाल। यो गाइस यो डाउनेको बाटो त एकदम क्रेजी छ यार। धुलै धुलो यसले झाँक्रीले जहिले पनि नहिँड्ने बाटो हिँडाल्छ क्या जहिले पनि। यहाँ बरु रहेनछ यार। अति दुःख पाएँ। औडा गर्मी छ यस्तो मुला तालो लाएर बसेछ। एकदम धराप छ गाइस। अहिले हामी चाहिँ दाउनेमा सर नास्ता खान चिसो खान पसेको थियौँ। ओभर धुलो छ। आमा हो क्या। लेट्स सी के हुन्छ। अब हामी हिँड्दैछौँ। मजा भइरहेको हिँड्न चाहिँ। ओहो all the way from कहाँ रे चङ्गे? back all the way from गिरवारी हो। आहा सेट सुर्खेत हो। आज कहाँ पुग्छ थाहा होइन। मेरो स्कुटी त आमा यस्तो पत्तुर भइसक्यो। के हो यार दामी भइरह। धान्द्रुको डाँडो कुहिरोको बस्ती काँचीसँग माया लाको भेट भएर अस्ति। लरीबरी चाइट। अहिले चाहिँ गाइस हामी बल्ल यो उमा आउलायम कारे सक्यो भैरव आउलायम
टाउन्डेको बाटो त खत्तम गाइस, खत्तम यहाँ राइडर यहाँ यी लेट्स अहिले यतातिर चाहिँ ठिकै रहेछ। यो बर्घाट हेर्न सक्नुहुन्छ गाइस, लेट्स बर्घाट। ओ राइडर सँगैको अवस्था यहाँ यस्तो छ। यी हामी त फेरि उखुको स्वादिष्ट पनि खान थालिन्छ। यस्तो त बेटर हुन्न कि यस्तो त यस्तो भन्दा चाहिँ उखुको एकदम फ्रेस हुन्छ, हेल्दी हुन्छ। बल्ल हामी यो सुनौल कटेर यता कतातिर कुनै यो आइराखौँ। मजा एकदम रमाइलो हुँदैछ। त्यो हेर्न सक्नुहुन्छ कस्तो छ, दामी। आमामामा एमा हिँडेको त हामी वहाँ हो नि सुर्खेतले के हुन्छ। र गाइस ब्याक टु बुटोल। We are in Butol and scooter right now we are 4 kilometer running in this time. Okay, that's why I नेपालमै बोल्छु म। गाइस अहिले चाहिँ ओभर मजा भइरह, रमाइलो नि भइरह। त्यही हो देखम मजा हुन्छ। ब्याक टु कता हो आई डोन्ट नो। महिनातिर आयौँ रे अहिले हामी। अब हाम्रो यात्रा चाहिँ भालुवाङ, अलिक सुस्त लाग्छ। भालुवाङ हुँदैछ। हावाले त्यस्तो धेरै बुझिन्न होला। म भ्लगलाई भन्दा नि, भ्लग त मैले एक्जिट गरिरहेको थिएँ, भ्लगलाई भन्दा नि धेरै फोकस चाहिँ आफ्नो नेचुरल इन्टरटेनमेन्टलाई चाहिँ फोकस दिइरहेको छु। मेमोरी बनाउँदैछु म पूर्व पश्चिम पुरै घुम्छु क्या। अब यति भएपछि मेरो सपना अब पुरा ल। एउटा मनाङ जिल्ला मात्रै बाँकी हुन्छ, आउने बित्तिकै म जान्छु मनाङ पनि। लाइसेन्स छैन मेरो, भयो भने गइहाल्ने हो सट्ट। लेट्सी मेरो नयाँ स्कुटर जम्मा धेरै कुदेको छैन, 2700 कुदेको। अब आउँदा चाहिँ हो भोलि 5000 पुग्छ कि जस्तो मानेछु। अलिअलि दुःख पनि छु, खुसी पनि छु। हामी चाहिँ गाइस अहिले यो सालझन्डी कि सालगढी कि कहाँ भन्ने ठाउँमा आएर चाहिँ विश्राम गरेका छौँ। अनि अहिले चाहिँ सङ्गे दाइ यहाँ हुनुहुन्छ, हात धुँदै हुनुहुन्छ। ट्याक्कै 100.0000 नै रहेछ, 1.00 100 किलोमिटर हाने मैले चाहिँ हामी। अब अझै हामी 150 किलोमिटर जति हान्नुपर्ने बाँकी नै छ। लेट्सी 1 बजेर 20 मिनटमा हिँडेको थिएँ म चाहिँ। 12मा हिँडेको थिएँ घरबाट। यहाँ चाहिँ 1:20बाट चोरमाराबाट हिँडेको। यो चोरमारादेखिको किलोमिटर हो। के हुन्छ हेर्दै जानु होला, दामी मजा भइरह। लगाइज हामी चाहिँ अहिले कपिलवस्तु आयो बे। आमा हो धुलो त। कपिलवस्तु जिल्ला चाहिँ अब टेकेको होला। ओह जिल्ला के हो यसको नाम? कुन जिल्लामा पर्छ कपिलवस्तु? दाङ जिल्ला। दाङै हो यसको सदरमुकाम। आमा हो धुलो। हामी चाहिँ यहाँबाट सुप्पा देउराली पुग्ने रहेछ। अनि यहाँबाट यता चाहिँ हामी अब आउँदा फेरि घुमिन्छ यो सुप्पा देउराली, कता हुन्छ होइन। अहिले चाहिँ हाम्रो वे भनेको चाहिँ त्यही हो। सँगै यहाँ हाम्रो ब्याग पनि एकदम सकुशल छ। यस्तो पानीको बोतल पनि के हाल्यो, पेट्रोल हाल्ने हो लाइट हाल्नु मन लागिरहेको मलाई। दामी भइरहेको। गाइस फाइनल्ली हामी चाहिँ अहिले राप्ती आयौँ। यो मामा कुकुर सन्किएर हैरान छ। कुकुर सन्कियो भने लास्ट बनाउँथ्यो हुँदो रहेछ। लगे कुकुर सन्कियो भने औडा हुँदो रहेछ। गाइस मैले फेस गरिसकेँ अहिलेपछि। अहिले त भन्नु हुँदैन त्यो कुराहरू केही नि। राप्ती नदी राप्तीतिर नि आयो। लेट्सी मजा भइरह।
अहिले चाहिँ कहाँ हाम्रो गन्तव्य भनेको सुर्खेत थियो। अब कता हो कता टाढा सुर्खेत, यसलाई फेरि सुर्खेत पुग्न मन लागिरहेछ। के हुन्छ हेरौँ है, अहिले पछि बनाउँछु। अहिले चाहिँ हामी अब यो दाङमा हो, दाङमा आएर बस्यौँ। आमा सुर्खेत यति टाढा यार, कहाँ हो डेस्टिनेसन बनाएको यसले यार। वे टु सुर्खेत काठमाडौँ 300 उ छ नि, त्यति नै हो क्या, त्यति नै किलोमिटर छ क्या महेन्द्रनगर। कता बहुत टाढा रहेछ लेच्ची। लास्ट बाटो फेरि लास्ट बिग्रेको बाटो, खच्चड। म चितवनतिरहरू जस्तै होला अहिले। यता त बुटोले यता त ओए 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 सुन्न बुटोले यता त चिल्ल परेको बाटो। ओ प्रभु, यस्तो खच्चड जस्तो बाटो यार। ट्र्याक्टर हिँड्छ यस्तो। राइनो कटे जाँदा बरु सजिलो थियो बाटो। के हुन्छ हेर, मेरो त पुरै हड्डी पस्लिएको भयो लेच्ची। के हुन्छ अहिले चाहिँ हामी यो कुन चाहिँ लज हो भन्ने चाहिँ थाहा भएन हामीलाई। लज हो कि होटेल हो के हो। अनि राति भइसक्यो अहिले चाहिँ। अनि के अरे अहिले हजुर आमालाई चाहिँ एउटा हामी चाहिँ लमाइमै सुत्यौँ। किन भन्दाखेरि अँधेरो हो, यो नेसनल पार्क बाँकेको नेसनल पार्क रहेछ। डर पनि भयो। हामी अब घुम्ने आएको मान्छेहरू भोलि मस्त फ्रेसमा घुमिन्छ। त्यही गाइज अब चाहिँ सुत्ने कार्यक्रम हुन्छ। खानासाना चाहिँ एकछिनपछि खाइन्छ होला। आजको भ्लग चाहिँ आजै हाल्नुपर्ने हुन्छ किनकि भोलि हामीले भ्याइँदैन। त्यही कारणले आज अपलोड गर्छु। बाई बाई, सी यू गाइज। भोलि राराको पनि हेर्नुपर्छ तपाईँहरूले, नहेर्नु त मजा हुँदैन होइन। ठिक छ, अब चाहिँ सुत्नुपर्छ। गुड नाइट, टाटा। चङ्गी के भन्नुहोस् न।